हेलो के हो बोलचाल बन्द भयो त माया मारेको क्या हो सुन न तिम्रो मेरो बारेमा थाहा पाएर छोरोले बैलो गरिरहेछ अनि बुढा छैन भनेको होइन र बुढो पो छैन भनेको थिएँ छोरा छैन भनेको थिएँ र कस्तो खालको मान्छे रहेछौ दाइ मलाई डाक्टरले बाहिरको चिज नखानु भने थियो भित्रको चाउचाउ म खान्छु बाहिरको होल हजुरले खानु Do you not love me? It's okay. Do you like me? It's okay. But you always somebody got somebody else and have some chance so pops to make it up. क्या बोले भाई क्या बोले नयाँ कुरा सिकौँ है साथीहरू बुढा कमाउने भयो भने चाहिँ बुढी जमाउने हुनुपर्छ अनि बुढी कमाउने भयो भने चाहिँ हामी घरमा बसेर 4-5 वटी गर्लफ्रेन्ड बनाएर पैसा उडाउने हुनुपर्छ खतम कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि रक्सी कथाम हे रक्सी खुसी हुँदा पनि तिमी दुखी हुँदा पनि तिमी पिकनिकमा पनि तिमी जाडो भएर जिउ तताउन पनि तिमी प्रेममा धोका खाँदा पनि तिमी कुनै काम सफल हुँदा पनि तिमी कुनै काम बिग्रिएर दुखी हुन पनि तिमी हे रक्सी ठुला बडाले खाए ड्रिङ्क्स गरेको हुने साना गरिबले खाँदा दारू खाएको जडिया हुने अहिले जसलाई पनि तिमीले आफ्नो बसमा पारिसक्यौ छेत्री बाहुन राई लिम्बू हाकिम पिउन नेता मन्त्री सबै तिम्रा बसमा छन् हे रक्सी यो दुनियाँ चमत्कार बनाउने तिमीलाई कसले आविष्कार गरियो होला तिमीलाई खाएपछि बोल्न नसक्ने पनि पाखुरा सुर्किँदै आउने गाई बिरामी मान्छे के गर्नुभएको त्यस्तो हिजो डाक्टर कहाँ गएको बहिनी 1 हप्तासम्म लसुन अदुवा खुर्सानी बारेर आइज भनेको छ त्यही भएर बार्दैछु ला त्यसरी बार्नु भनेको त नखानु पो भनेको हो त हो त भाउजू हजुर तपाई जिन्दगीमा अगाडि बढ्न चाहनुहुन्छ हो चाहन्छु नि हो त्यसो भने जहिले पनि तपाई झाडु लाउनु ल अगाडि बढ्नुहुन्छ ए हो अनि त अहिले तपाई पछाडी फर्किन चाहनुहुन्छ भने नि के गर्नु पोचा लाउने गरस पछाडी पुग्नुहुन्छ ए भाउजू हजुर पिज्जा मिठो कि बर्गर मिठो भन्नु त पिज्जा के बर पिज्जा मिठो हुन्थ्यो होला नि बर्गर खान लाग्यो कहिले हिजो सपनामा भने भाउजू हजुर यो मन पनि कस्तो है किन र पहिले 20-25 वर्षको मेरो है एकदम तरुनी केटीहरू खुब मन पर्थ्यो क्या है तर आजभोलि चाहिँ जब 30 कटे नि अर्काको बुढीहरू पो मन पर्न थाल्यो के भयो होला है ढाड भाँचिन खोजा होला नि हो र भने सीमा हुन्छ नि कस्तो रिसै उठेर आउँछ भने के भो ए आउने बेलामा आउँछु पनि छैन जाने बेला जान्छु पनि भन्दैन हो कसले चालोले भने ए